नमस्कार सबैजनालाई। अहिले हामी लुम्बिनी फुटबल एकाडेमीको ग्राउन्डमा छौँ र लुम्बिनी फुटबल एकाडेमीको आयोजनामा पहिलो सिजनको हाम्रो लुम्बिनी डोल्पो यङ स्टार फुटबल टुर्नामेन्ट चाहिँ हामीले आयोजना गरेका छौँ। यो चाहिँ अन्डर 16 र अन्डर 13 को बच्चाहरूलाई हामीले टुर्नामेन्टमा सहभागी गराएका छौँ र पोखराबाट यङ स्टार फुटबल क्लब आएको छ भने काठमाडौँबाट डोल्पो फुटबल क्लब आएको छ र दाङबाट लुम्बिनी फुटबल एकाडेमीको टिम छ र हामीले एउटा सम्बन्धहरूलाई राम्रो बनाउनको लागि र घुम्ने एउटा उद्देश्यले पनि एउटा हामीले दाङमा आयोजना गरेका छौँ र यसको पछाडि हामीले पोखरामा र त्यस पछाडि हामी काठमाडौँमा आयोजना गर्नेछौँ। यो चाहिँ हामीले एउटा कल्चर बसाल्नको लागि, फुटबल कल्चर बसाल्नको लागि र साना बच्चाहरूलाई इन्टरटेनमेन्ट गराउनको लागि, अन्डर 13 का अन्डर 16 का बच्चाहरूलाई चाहिँ एउटा फुटबलको कल्चर सिकाउनको लागि चाहिँ हामीले यो आयोजना गरेका हौँ। र लुम्बिनी फुटबल एकाडेमी स्थापना कालदेखि नै नेपाली फुटबल डेभलपमेन्टको लागि चाहिँ हामीले काम गर्दै आइरहेका छौँ र लुम्बिनी फुटबल एकाडेमीमा आवासीय रूपमा बस्दै आएका हाम्रा खेलाडीहरूलाई विभिन्न खालका टुर्नामेन्टहरू, विभिन्न खालका फ्रेन्डली म्याचहरू हामीले खेलाउँदै आइरहेका छौँ र लुम्बिनी फुटबल एकाडेमी एउटा यस्तो एकाडेमी हो जहाँ चाहिँ हामीले खान, बस्न, पढ्न, खेल्न सबैको व्यवस्था गरेर चाहिँ हामीले यहाँ बच्चालाई राखिरहेका छौँ र अहिले नयाँ भर्ना पनि खुल्ला गरेको छ। हामीले यसपटक नेपालभरिबाट 20 जना बच्चाहरूलाई राखेर सुरुवात गर्ने उद्देश्य लिएका छौँ र किनभने हामी बिस्तारै नेपाली फुटबललाई एउटा फरक किसिमले डेभलपमेन्ट गर्ने प्लानमा छौँ र म काठमाडौँबाट आउनुभएका डोल्पो एफसीका टिमलाई र पोखराबाट आउनुभएका यङ स्टारको टिमलाई दाङमा स्वागत गर्न चाहन्छु। धन्यवाद।